नेपालको मूल धर्म के हो, नेपालीहरू हिन्दू किन होइन र वेदिका बहिनीले नेपाली हिन्दू होइन भनेको विषयमा चाहिँ वेदिका बहिनीलाई थोरै स्पष्टीकरण मैले दिन खोजेको छु। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। के हो, नेपालीहरू हिन्दू किन होइन र मूर्ति चाहिँ किन एउटा माया इल्युजन हो भन्ने कुरा चाहिँ म अन्तिमचोटिको भिडियोमा भन्छु। किनभने यसमा यो भिडियो भन्दा पनि बुझ्नु भएन भने चाहिँ यस्तो मूर्ख मनुष्यहरूको मसँग कुनै पनि उत्तर हुने छैन। सुरुमा नेपालको मूल धर्मको बारेमा मैले पटक पटक भन्दै आएको छु, नेपाल भनेको प्रकृति पूजक हो, कुल कल्याणको। नमस्कार सबैमा। हाम्रो वेदिका बहिनीको कुरा मैले यो सुने हैन, हेरेँ, अलिकति चित्त पनि बुझेन। किनभने नेपालमा रहने, नेपालमा हुने नेपाली हिन्दू होइन भन्ने कुरा उठाउनु भएको छ है। अनि एउटा कहानी बताउनु भएको छ उहाँले। अब यस्तै कहानी, अब त्यो सिन्धु खोला त्योदेखिको कुराहरू निकाल्दै आउनुभयो। यस्तै कहानी हामीहरूले पनि बच्चा हुँदादेखि नै सुन्दै आएका छौँ। थोरै सुनाउन गएँ, तपाईँकै जस्ता कहानी हुने यी। अब उहिले सत्ययुगमा यसमा चाहिँ नि यो मैले भन्दै गरेकोमा चाहिँ हिन्दू कसरी निक्ले, कसरी भए, मुसलमान कसरी भए, यी विषयमा छन् है। अब प्रसङ्ग अलिकति लामो छ, ध्यान दिएर सुनिदिनु होला। सत्ययुगमा ऋषिमुनिहरूले यज्ञ गर्थे अरे, हवन गर्थे अरे। अनि हवन कुण्डमा गाईको आहुति दिन्थे अरे कि गाईलाई आगोमा जिउँदै हालिदिन्थे अरे। अनि मन्त्र शक्तिद्वारा फेरि जस्ताको तस्तै गाई त्यो हवन कुण्डबाट फेरि सरसाउँदो सग्लक्क निस्किन्थ्यो अरे। अनि यता यज्ञ पुरा पनि भयो। हवन कुण्डमा त्यसरी गौ हालिन्थ्यो, गौ फेरि निस्किन्थिन्। अनि गाउँमा अब भनौँ त्यो ठाउँमा शान्ति आदि इत्यादि हुने गर्थ्यो अरे। अनि त्यसरी नै चली आउँदाखेरि अनि ती अब कयौँ ऋषिमा एक ऋषि पत्नीले चाहिँ, एक ऋषि पत्नी गर्भिणी रहेछिन् अरे। अनि गर्भिणी अवस्थामा ऋषि पत्नीले मांस आहारको इच्छा ऋषिसँग जनाइन्, सुनाइन्, प्रस्ताव राखिन्, मागिन्। मलाई मांस आहार गर्न मन लागेको छ भनेर यो प्रसङ्ग निकालेपछि ऋषि त अब व्याकुल भए, रिसाए। अनि अपार्न पनि थाले, झपार्न थाले। अब गर्भिणी अवस्थाकी नारी आफ्ना इच्छा लागेको कुरा माग्न पाउँछिन्। अनि त्यो उसलाई इच्छा लागेको कुरा, खान मन लागेको कुरा दिएन भने त्यो जतिको ठुलो पाप अरू केही छैन भनेर चाहिँ यो सत्ययुगदेखि नै रहेछ यो कथाको आधारमा चाहिँ शास्त्रमा पनि भनिएका छन्। अनि अब मांस आहारको प्रस्ताव राखेपछि अब नदिँदा पनि अब पाप लाग्ने भएपछि त्यही पापको डरले अब बरु यही पाप गर्छु, यो स्त्री पाप नलागोस् मलाई भनेर चाहिँ, अनि भनौँ अब स्त्री पाप भन्नाले अब त्यो त्यसरी गर्भिणी स्त्रीको यो पाप चाहिँ मलाई नलागोस् भनेर चाहिँ अनि अब मांस आहार त गराउने, खुवाउने मासु त अब के को खुवाउने भन्दाखेरि अब कसैले थाहा पाउनु पनि भएन। ऋषिहरूले देखे भने त भोलिबाट तिरस्कार गर्छन्, गाउँ निकाला गरिदिन्छन्। डर भयो। अनि के गर्ने त भनेर विचार गर्दा अब त्यो गाई, हवनमा हाल्ने गाई सम्झेछन् अरे क्या। अनि भोलि यो गाईलाई हवनमा हाल्ने दिन छ, यसलाई हवन कुण्डमा हालिहालिन्छ। अनि यो डढेर खरानी बन्छ, फेरि जस्ताको तस्तै भएर आइहाल्छ। त्यति बेर त्यो मासु निकालेको ठाउँ पनि पुरिजान्छ भन्ने भएछ अरे। अनि त्यो गाईको मासु अलिकति निकालेर ऋषि पत्नीलाई खुवाएछन् अरे। मासु कहाँको भन्नुहुन्छ भने गाईको जुन यो सिङको बिचमा हुन्छ क्या, टाउकोमा यस्तोमा गहिरो हुन्छ है, गाईको छाम्नु गाईबस्तुको गहिरो हुन्छ, खाल्टो हुन्छ हो। यो कथाको आधारमा चाहिँ हो त्यहीँको मासु चाहिँ छिलेर ऋषिले आफ्नो पत्नीलाई लुकाइ छिपाई पकाएर खुवाएछन् अरे। पकाएर खुवाएनन्, उसलाई दिए, पकाएर खाइन् ऋषि पत्नीले। अब खाइसकेपछि अब मैले त ठुलो
अनर्थ गरेँ नगर्ने ठुलो पाप गरेँ भनेर पछुतो पनि भइरहेको छ ऋषि पत्नीलाई। अब ऋषिलाई पनि पछुतो छ, पत्नीले मागे कि गर्भिणी अवस्थामा नदिउँ कसरी, कसैले थाहा पनि पाउँदैनन्। हवन कुण्डमा पसेपछि सग्लै निस्किहाल्छ भनेर उनले त्यसो गरे। अनि अब भोलिपल्ट हवन गर्ने अब समय भएछ अरे। अनि हवन गर्ने समयमा अब हवन गर्दा यज्ञ गर्दै जाँदाखेरि हवन कुण्डमा गाईलाई आहुति दियो। आहुति दिएपछि अब गाईलाई आगोमा हालियो। गाईलाई आगोमा हालेपछि गाई खरानी भयो, तर गाई फेरि जस्ताको तस्तै भएर आएन। हेर्नु है। अनि त्यो गाई अब सग्लो ननिस्किएपछि, जस्ताको तस्तै जीवित ननिस्किएपछि चाहिँ अब सधैँ निस्किने। हवन कुण्डमा त्यसरी यज्ञ गर्दा उसलाई आहुति दिएपछि फेरि गाई जस्ताको तस्तै निस्किने। अनि सबै थोक सत्य नै छ भनेर त्यसरी बुझ्ने गर्थे अरे। कुनै सङ्कट छैन, कुनै आपत्ति छैन, कुनै रोग कष्ट छैन भन्ने त्यो गाईले बताउने गर्थिन् अरे। तिमीहरूले के गर्नुपर्ने के ती गाई भविष्यवाणी गरिदिन्थिन् अरे हवन कुण्डबाट निस्केर आएपछि। अनि त्यसरी नै त्यो यज्ञ हुँदै आउँथ्यो अरे। अब गाई त खरानी भयो, फेरि निस्केन। अनि कसले के चाहिँ गल्ती गरेको छ, कसले के पाप गरेको छ, कसले अनर्थ गरेको छ भनेर अब सबै मुखामुख गर्न थाले। सबैले सोधासोध गर्न थाले। अब कसैले बताउँदैन, कसैलाई अब थाहा नै छैन। गाई त निस्किनन्। अनि अब सबै ऋषिहरूले बताउँदै गए, गाई निस्केन। सबैले बताइसके गाई निस्केन। अब केही गर्दा नभएपछि एकाएक ऋषिलाई अगाडि आउँदै साँचो कुरा सत्य कुरा भन्न लाउँदै गर्न थालेछन् अरे। सत्य मात्रै बोल्नु पर्थ्यो, त्यहाँ झुट बोल्नु हुँदैन थियो। झुट बोले गाई ननिक्लिने, सत्य बोल्दा निस्किने। हेर्नु है। अब बोल्दै बोल्दै गए सबै बोल्दैछन्। गाई निस्केको छैन। त्यो अब सत्य कुरो आउँदा मात्रै गाई निस्किने छ, झुट बोलो भन्न त आउँदैन। जुन भएको कुरो हो त्यो सत्य कुरो नआई गाई ननिस्किने भएपछि अब सबै ऋषिहरूले, अब अरूले त गरेका छैनन् नि त, सबैले भन्दै गए, आफ्नो आफ्नो सत्य बताउँदै गए, गाई निस्केन। अनि ती ऋषिको पाली आएछ अरे। अन्तिममा उसको पालो आएपछि अब डराए। पालो त मेरै छ, गरेको पनि मैले छु। अनि ऋषिले सत्य तथ्य बताएछन् अरे। र गाई जस्ताको तस्तै सरसौँदो बाहिर आएर सदा झैँ भविष्यवाणीहरू गरेर अनि गाईलाई अब कहाँ राख्नुपर्ने त्यो ठाउँमा लगिएछ अरे। अनि अब सबै कुरा त्यो सत्य थाहा पाएपछि अब ऋषिलाई त बहिष्कार गर्नु पर्यो, ऋषि पत्नीलाई बहिष्कार गर्नु पर्यो। अब किनकि गौमांस खाएकी छिन्, गाईको मासु खाएकी छिन्। हेर्नु है। अब यसमा मुस्लिम यो मुसलमान बन्ने र हिन्दूको पनि अलिकति यसमा आइहाल्छ क्या, कसरी उत्पत्ति भयो भन्ने कुरा चाहिँ। यो पनि कथामै आधारित छ। यो पनि मैले पनि सुनेका कहानी हुन् मेरा हजुरबा बुवाहरूसँग। अनि के भएछ अरे भने अब ऋषिहरूले कुराहरू गरे ओरे। अब के गर्ने त, गाईको मासु खाएकी छन् ऋषि पत्नीले त, अब राख्न त भएन। ऋषिले खाएका छैनन्, ऋषि त बस्न भयो। अब गर्भिणी ऋषि पत्नी गाईको मासु खाएकी, अनि उसलाई अब आफूसँगै राख्नु त भएन, आफ्नो यज्ञ स्थलमा राख्नु भएन, अपवित्र पार्नु भएन। अनि यज्ञ स्थलबाट निकालेर कहाँ राख्ने त भन्दाखेरि अब उनीहरूको पाकस्थल, पकाउने ठाउँ, पाकस्थलमा लगेर पकाउने ठाउँमा लगेर छोडिदिएछन् अरे। अनि त्यस पछाडि त्यो चाहिँ यो सिन्धु नदीको कुरो आयो। सिन्धु नदी पारी चाहिँ पाकस्थल थियो अरे। त्यो पाकस्थलमा पकाएर खाने ठाउँ ऋषिहरूको स्नान गर्ने ओर्ने चाहिँ सिन्धु नदी। अनि पाकस्थल जान छोडे। अब गर्भिणी पत्नी ऋषिको ती गर्भिणी पत्नी लगेर उहाँ छोडिदिएको छ। मांस आहार गरेकी पत्नी ऋषिले अब उसलाई त्यागिसके, उसलाई छोडिदिएको छ। अनि ऋषिहरू आफ्नो नित्य कर्म यता गर्दै आए। सिन्धु नदीमा स्नान गर्थे, सूर्यलाई अर्घ दिने ओर्ने आदि इत्यादि तिनीहरू गर्ने गर्थे। जल तीको चलाउँथे सिन्धु नदीको। अनि उतापट्टि पकाउने ठाउँमा चाहिँ ऋषि पत्नी थिइन्। दिन बित्दै गयो, महिना पुग्यो, बालक जन्मियो। अनि अब आमाले, बालक दिनदिनै ठुलो भयो। बालकले सोध्न थाल्यो आफ्नो बाबाको बारेमा, आफ्नो पिताको बारेमा।
भन्न थालो, सोध्न थालो। त्यसो हुँदा आमाले अब बताउन पर्ने बाध्यता पर्यो। लुकाएर राखिन्, छुपाएर राखिन्, कसै गर्दा नभएपछि बुझ्दै अब ठुलो हुँदै गएपछि त सोध्छ, खुनी खोद्रो गरेर भए पनि के हो भनेर त बुझ्छ। अनि बताउन बाध्य भएपछि बताइसिन्, अरे यस्तो यस्तो भएर मैले गाईको मांस आहार गरेपछि मलाई अनि यसरी यहाँ ल्याएर यो पकाउने स्थल थियो, पाकस्थल, यसमा यहाँ ल्याएर छोडिदिएको हो भन्ने कुराहरू सबै अब उसले थाहा पायो। अनि अब उसलाई बाउदेखि रिस उठ्न थाल्यो। बाउ पनि चिनाइन्। अब त्यहाँ सिन्धु नदीमा त आएर त स्नान गर्थे, परैबाट टाढैबाट लुकेर आफ्ना पिताको पनि दर्शन गराइदिन्। अनि अब ऊ दिनदिनै जान्थ्यो, हेर्थ्यो त्यहाँनेरि अब स्नान गर्न आउने ऋषिहरूलाई हेर्थ्यो। अनि उनीहरूले के गर्छन् त्यो विपरीत गर्न थाल्यो। अब उसलाई रिस उठेको छ नि त। अनि हेर्नु है, उनीहरू आउँथे, बिहान आउँथे, नुहाइधुवाइ गर्थे, स्नान गर्थे, सूर्यलाई जल चढाउँथे, सूर्यलाई पुज्थे। त्यो देखेर उसले अब होच्याउनलाई, अब पिता रहेनन्, ऋषिहरूलाई होच्याउनको लागि उसलाई त रिस उठेको छ। उसले सूर्यलाई होइन जुनलाई पुज्न थाल्यो। हेर्नु है। अनि ऋषिहरू अब जट्टा कपाल होइन, अनि दारी जुङ्गा झ्याप्प लामो भएका। अनि उसले हेर्थ्यो, अब के गर्न थाल्यो, ऊ पनि त ठुलो भयो, जुङ्गा दारी आए, उसले जुङ्गा खौरिन थाल्यो। ऋषिहरूले दारी जुङ्गा खौरिँदैनन्, उसले जुङ्गा खौरिन थाल्यो, विपरीत गर्न थालेको है। अनि ऋषिहरूले अब मांस आहार गर्दैनन्, मासु खाँदैनन्। अनि उसलाई गाईकै मासु खाएको कारणले त्यहाँ ल्याएर राखेको थियो, फ्यालिदिएको थियो भनौँ न, होइन त। अनि उसले गाईको मासु ल्याउने, काट्ने, ऋषिहरूलाई पनि ल्याउने, अपहरण गर्ने, मासु खुवाउने, ऋषि पुत्रीहरूलाई ल्याउने, मासु खुवाउने, गाई काटेर त्यहाँदेखि अनि बलात्कार गर्न थालेछन् अरे। अनि जुन त्यो पाकस्थल पकाउने ठाउँपट्टि आमा छोरा मात्रै थिए। अनि उता सिन्धु नदीको किनारमा चाहिँ ऋषिहरू थिए अरे। अनि ती ऋषिका पुत्रीहरू, छोरीहरू ल्याएर बलात्कार गरेर गाईको मासु खुवाएर गरेपछि अब ऋषिहरूले स्वीकार गरेनन्। अनि उनैलाई पत्नी बनाएर आफ्नै बहिनीहरूलाई ल्याएर अब त्यसरी अपहरण गरेर ल्याएर गाईको मासु खुवाएर बलात्कार गरेर सन्तान जन्मिए। अनि त्यसरी सन्तान जन्मिँदै गयो। अब त्यहाँनेरि कोही कसैको सरोकार भएन। दाजुले भाइको छोरा छोरी सबै बेचबारी चल्न थाल्यो। बाउले छोरीलाई पनि बिहे गर्ने चलन तिनीहरू चल्न थाल्यो। दाजुभाइका छोराछोरी बिहे गर्न थाले, दाजु बहिनी बिहे गर्न थाले। छैन नि त, जनसङ्ख्यै छैन त, आमा छोरा मात्रै थिए। ऋषिका छोरीहरू लिएर आएर अब त्यहाँबाट सन्तान त जन्मायो। अनि तिनीहरूले पनि त अब जन्माउन त कहाँबाट जन्मियोस् त, अरू त छैन अर्को परिवार। अनि दाजु बहिनी नि अब त्यसरी सम्भोग गरेर सन्तान बढ्दै चाहिँ अनि त्यो जुन पकाएर खाने ठाउँ पाकस्थल थियो, त्यो चाहिँ पाकिस्तान भएछ अरे क्या। अनि पाकिस्तानमा बस्ने चाहिँ मुसलमान भनेर चिन्दै आइयो होइन। अनि जुन सिन्धु नदी किनारमा बस्ने ऋषिहरू थिए, ती ऋषिका सन्तानहरू चाहिँ अब सिन्धुको तटीय क्षेत्र किनारमा रहेका हुनाले सिन्धुको उच्चारण हुँदै आउँदा हिन्दू भएको भन्ने चाहिँ मैले सुनेको थिएँ। अनि जुन पकाएर खाने ठाउँमा ती आमालाई राखेको थियो, ऋषि पत्नीलाई, हो त्यो ठाउँ पाकस्थललाई हुँदै उच्चारणमा पाकिस्तान र हिन्दुस्तान, हिन्दू र पाकिस्तानको कुरा आउँछ। हिन्दुस्तान, पाकिस्तान पकाउने स्थल थियो, पाकथलो थियो, त्यो पकाउने ठाउँ पाकिस्तानमा आयो। सिन्धु नदी किनारमा थिए, सिन्धुको छेउमा बस्ने हुनाले सिन्धु हिन्दू भए भन्ने चाहिँ मैले यो सुनेर आएको थिएँ। अनि बहिनीको कुराले मैले अब नेपाली हिन्दू होइन भन्ने कुरालाई अलिकति मलाई चित्त नबुझेको चाहिँ, अनि जति थरीका छौँ हामी, ब्राह्मण जाति, क्षेत्री जातीय, हामी ऋषि पुत्र हौँ, सबैका गोत्र छन्। हेर्नु है, जति पनि हिन्दू हामी छौँ गोत्र छन्। हाम्रा गोत्र के हो? गोत्र कुन गोत्र? म तिवारी हुँ, म गौतम गोत्रको,
मेरो गोत्र गौतम हो। म गौतम ऋषिको सन्तान भनेर चिनाउँछु मलाई। मेरो परिचय म धार्मिक हिसाबले दिनुपर्दा म गौतम ऋषिको सन्तान, म गौतम गोत्रीय सीताराम तिवारी हुँ भन्छु। अनि तिनै ऋषिबाट अघि बढेर आएका सन्तान हामी। जति ऋषि थिए, गौतम थिए, काश्यप थिए, भृगु थिए, धेरै ऋषिहरू छन्। ती सबै गोत्र हुन्। जति गोत्र छ त्यति ऋषि थिए। ती ऋषिका चाहिँ हामी सन्तान हौँ र गोत्रले बुझाउँछ हामी कुन ऋषिका सन्तान हौँ भनेर। त्यही भएर त्यही गोत्रमा चल्दैन। कतिवटा अब थरीमा एउटै थर पनि चल्छ, हेर्नुहोस् है। गोत्र एउटै चल्दैन। गोत्र बेग्ला बेग्लै हो भने चल्छ, किनकि बेग्ला बेग्लै ऋषिका सन्तान हौँ। अनि त्यहाँबाट त सिन्धु किनारमा बसेका ऋषिहरूलाई, सिन्धु छेउ बस्ने हुनाले सिन्धु हिन्दू भएर आए। तिनै ऋषिका सन्तान हामी। अनि हामी हिन्दू होइनौँ? बहिनीले भन्न खोज्नु भएको के हो? यो अलिकति बुझिनँ। यो वेदिका बहिनीसम्म पुगोस् यो भिडियो। हजुरहरू सबैले सक्दो सेयर गरिदिनु होला। वेदिका बहिनीले धेरै राम्रो प्रसङ्गहरू उठाइरहनु भएको छ। तर हामी नेपाली हिन्दू होइनौँ भन्ने विषयलाई चाहिँ मैले अलिकति प्रष्ट पार्न खोजेको हुँ, मैले बुझेको जानेको आधारमा। हस्त, धन्यवाद। जय श्रीमन्नारायण।